जय मसी पास्टर प्रकाश तपाईँहरूसँग परमेश्वरको केही वचनलाई सेयर गर्न चाहन्छु र विशेष आज म तपाईँलाई के कुरामा सेयर गर्न चाहन्छु भनेलाई चाहिँ परमेश्वरको वचनले के कुरा भन्छ भने चाहिँ जब जब एउटा व्यक्ति एउटा परमेश्वरले खडा गरेको व्यक्ति परमेश्वरले एउटा चर्च मिनिस्ट्रीमा एउटा जुनै पनि क्षेत्रमा तपाईँ मलाई जिम्मेवारी पाएको व्यक्ति जिम्मेवारीलाई दिएको व्यक्ति जब परमेश्वरले खडा गर्नुहुन्छ अनि बाइबलले के भन्छ भने त जब जब एउटा अभिषेक गरेको व्यक्ति प्रभुले बोलाएको व्यक्तिले परमेश्वरको राज्यलाई जब प्रभुको किङडमलाई खोज्नु बन्द गर्छ प्रभुको राज्य प्रभुको उपस्थितिलाई खोज्नु बन्द गर्छ प्रभुको उपस्थितिमा जानु छोड्छ नि मेरो प्रियहरू जीवनमा नि थुप्रो उसको जिम्मेवारी उसको नेतृत्वमा नि थुप्रो कुराहरू उत्पन्न भएर जान्छ क्या त यदि एउटा अगुवाले एउटा परमेश्वरमा भरोसा गर्ने व्यक्ति एउटा प्रभुमा विश्वास गर्ने व्यक्तिले जब परमेश्वरको अभिषेकता पाएको व्यक्तिले जब परमेश्वरको उपस्थितिलाई खोज्न छोड्छ नि जीवनमा थुप्रो कुराहरूलाई जन्माउनु लाग्छ त्यो व्यक्तिले जब प्रभुको उपस्थितिमा बस्न प्रार्थना गर्न छोड्छ परमेश्वरको पछि परमेश्वरलाई खोज्न छोड्छ अनि मानिसहरूको पछि दौडिन्छ नि त्यो व्यक्ति साँच्चै नै नष्ट भएर जान्छ यसै कारणले गर्दा आज परमेश्वरको वचनले भनेको छ हामी त कसको पछि कुद्दैछौँ आज के हामी मानिसमा भरोसा गर्दैछौँ कि ईश्वरको राज्यलाई हामी प्रभुको उपस्थितिलाई खोज्दैछौँ नि आज म तपाईँलाई यो कुरा बताउन चाहन्छु कि परमेश्वरको वचनले भन्दछ एउटा छ मत्तीको पुस्तकबाट परमेश्वरको वचनले के कुरा बताउँछ भने त पहिला परमेश्वरको राज्य र धार्मिकताको खोजी गर भनेको छ प्रभुको राज्य परमेश्वरको टु सिक द फर्स्ट द किङडम अफ गड परमेश्वरको राज्यलाई पहिला खोज भनेको छ तर जब एउटा परमेश्वरले अभिषेक गरेको मान्छेले प्रभुको राज्य प्रभुको उपस्थितिलाई खोज्न छोड्छन् मेरो प्रियहरू तब आज हाम्रो जीवन नष्ट भएर गएको बाइबलमा हामी देख्दछौँ यसै कारणले गर्दा एउटा व्यक्तिले परमेश्वरको राज्यलाई खोज्छ भने हरेक कुरो जीवनमा थपिँदै जान्छ हामी मान्छेको पछि दौडिनु पर्दैन मान्छेको पछि कुद्न पर्दैन किनभने बाइबलले भन्छ पहिला परमेश्वरको राज्यलाई खोज भनेको छ आज धेरै प्रभुको लोकहरूले नि परमेश्वरको राज्यलाई होइन प्रभुको किङडमलाई होइन प्रभुको उपस्थितिदेखि परमेश्वरको उपस्थितिलाई खोज्न बन्द गरिसकेको छ अनि मान्छे नि संसारको मान्छेपट्टि राजापट्टि दौडिरहेको छ संसारको ठुलो ठुलो महिमा र भय ठुलो ठुलो गाउँ र वाहवाहकोपट्टि दौडिरहेको छ किनभने मान्छेले आजको दिन परमेश्वरको राज्य नि आज प्रभुको सेवकाई नै आफ्नो परमेश्वरको राज्यको काम प्रभुको महिमाको काम गर्नुपर्छ प्रचार गर्नुपर्छ होइन तर आज हरेकले आफ्नो फाइदाको लागि काम गर्दैछ क्या त प्रभुको सेवाकाई गर्ने व्यक्तिहरू पनि मेरो प्रियहरू आज तपाईँले आफ्नो फाइदा हेरेर प्रभुको राज्यको काम गर्दै हुनुहुन्छ भनेलाई नि तपाईँ र मेरो जीवनमा प्रभुले जे जिम्मेवारी देख्छ त्यो काम चाहिँ गर्नुपर्ने हुन्छ इजेकियल 33 भन्छ परमेश्वरले एउटा पहरेदारलाई एउटा प्रभुले जिम्मा गरेर खटाएको व्यक्ति त कस्तो हुनुपर्छ त्यो व्यक्तिले प्रभुको राज्यलाई खोज्नुपर्ने प्रभुको उपस्थितिमा बस्नुपर्ने तर आजको दिनमा हाम्रोमा टाइम छैन जब एउटा व्यक्ति प्रभुको उपस्थितिमा बस्नु छोड्छ प्रार्थनामा प्रभुको वचनमा जिउनु छोड्छ नि त्यो व्यक्तिले नि अनक्को कुरा बोल्नु लाग्छ विरुद्धको कुरा गर्नु लाग्छ परमेश्वरको उपस्थितिमा बस्न छोड्छ प्रभुको उपस्थितिलाई खोज्न छोड्छ नि त्यो मान्छे कस्तो हुन्छ भन्नुहोस् त कि परमेश्वरको उपस्थितिमा खोज्न छोड्छ कि त्यो मान्छे ज्यादा नै ज्ञानी भइरहेको हुन्छ कि प्रशस्तै पावर र शक्तिमा हुन्छ त्यो मान्छे कि प्रशस्तै धन र शक्तिको घमण्डमा हुन्छ त्यो मान्छे तब त्यो मान्छे प्रशस्तै शक्ति र सामर्थ्यमा आज उसकोमा धन सम्बन्धी म ज्ञानी छु म शक्तिशाली छु भनेर कि त्यो मान्छेले प्रभुको राज्यलाई प्रभुको उपस्थितिमा बस्न छोड्छ तब जब त्यस्तो जीवनमा आइपर्छ नि त्यस्तो कुराहरू परमेश्वर जीवनमा आइपर्छ प्रभुको उपस्थितिलाई मन पर्दैन तब त्यो समयमा नि थुप्रो विरुद्धको विध्वंसका कुराहरूलाई प्रभुको वचनको विरुद्धमा काम गर्नु लाग्छ त्यस्तो भएपछि मान्छेले तोड्नु र भत्काउनु कुराहरू मात्रै आज त्यो कुराले मान्छेलाई कष्ट दिने कामहरू मात्रै जन्मिन लाग्छ किनभने बाइबलमा यस्तो थुप्रो राजाहरू देख्छौँ जस्तै परमेश्वरको राज्यलाई खोज्न छोड्यो प्रभुको उपस्थितिमा प्रभु बस्न छोड्यो अनि बाइबलले भन्दछ बाइबलले मजाको यसै 2
22 22ले मानिसहरू आज जो नाकको पलबाट सास पर्छ त्यसको पछि होइन, परम प्रभुको पछि, परम प्रभुको खोजी गर, परमेश्वरको पछि लाग भन्नुहुन्छ मण्डली। आजको दिनहरूमा आज हामी कतिचोटि नि आज मानिसको पछि, संसारको राजा परमेश्वर, संसारको आज शक्तिशाली मान्छेको पछि नि हामी दौडिन्छौँ भने, संसारको लालचपट्टि, लोभपट्टि, अभिलाषापट्टि दौडिन्छ भनेलाई नि मेरो प्रियहरू जीवन नि नष्ट भएर जान्छ। त्यस कारणले गर्दा आज तपाईँ र मेरो लागि ठुलो वर्ड छ कि हामी परमेश्वरको वचन, प्रभुको उपस्थितिलाई खोज्न पर्ने हुन्छ। किन आजको दिनमा तपाईँ आफै याद गर्नुहोस् त, तपाईँ प्रभुको उपस्थितिलाई खोज्न, प्रभुको उपस्थितिमा बस्नु नसकेको कारणले, तपाईँ परमेश्वरको धार्मिकतामा आउनु नसकेको कारणले गर्दा नि आज तपाईँलाई पाप गर्न मन लाग्छ, करप्सन गर्नु मन लाग्छ, आज विरोध बोल्नु मन लाग्छ, कसैलाई चोट पुर्याउनु मन लाग्छ, आज घिनलाग्दो सङ्गतमा बस्नु मनपर्छ, आज घिनलाग्दो तपाईँलाई पोलिटिक्स गर्न मन लाग्छ, घिनलाग्दो विरोध गर्न मन लाग्छ। किन भन्नुहोस् त, किनभने जब नि परमेश्वरको राज्यलाई चाहिँ प्रभुको उपस्थितिदेखि, प्रभुको उपस्थिति खोज्न छोड्छ नि त्यो मान्छेको नेतृत्व फेल हुन्छ, त्यो मान्छेले चलाउँदै गरेको मिनिस्ट्री खत्तम भएर जान्छ, बन्द भएर जान्छ। चोज मिनिस्ट्री जब पावरमा आउँछ नि मान्छे तब विरुद्धको कुरा, किनभने प्रभुको उपस्थितिमा बस्न मन लाग्दैन। यस्तो धेरै प्रभुको जनहरू छ जो प्रभुको शक्तिमा, पावरमा आए नि आज एका दुसराको विरुद्धको कुरा सुरु भए, फल्नाको चर्च, फल्नाको मिनिस्ट्री प्रो कुराहरू सुरु भएर जाँदैछन्। किन भन्नुहोस् त, यो कुरा भएको कारण रिजन छ, देयर इज रिजन, एउटा कारण छ। परमेश्वरको वचनले भन्छ जब एउटा व्यक्ति प्रभुको उपस्थितिमा बस्न छोड्छ नि, साउल राजाको जीवनमा इक्जाम्पल हेरौँ त, प्रभुको उपस्थिति र शक्तिमा, अभिषेकमा जब लडाइँ लडे, विजय भयो। तर जब ऊ ज्ञानी र शक्तिशाली सामर्थ्यलो भयो नि, तब परमेश्वरको उपस्थितिमा बस्न छोड्यो, ऊ पावरफुल भएर गयो नि, तब उसले परमेश्वरको विरुद्धमा काम गर्न लाग्यो। अनि तपाईँलाई थाहा छ उसको नेतृत्वमा उसले विरुद्धमा काम गर्दै जाँदा नि उसको परिणाम के भयो भन्नुहोस् त, पछि उसको छोराछोरीलाई गिबोनीहरूले आज डाँडाबाट, भिरबाट झारेर मारिएको घटना देख्छौँ। उसको आज नाति आज मप्पी बसे, जो आज ऊ एकदम डिसेबल भएर गयो। आज हेर्नुहोस् त, जे पनि रोप्छ नि मेरो प्रियहरू त्यसको फल राम्रो हुँदैन मेरो प्रियहरू। यसकारण आज दाउद आफै पनि यस्तो शक्तिशाली राजा थियो जसको नेतृत्वमा यति बेसी लडाइँ विजय भयो, गोलियतलाई विजय गर्यो, यति शक्तिशाली काम भयो। तर जब ऊ पावर र ऊ शक्ति र सामर्थ्यमा आए, उमा धेरै सिपाहीहरू, हात हतियारहरू उसको जीवनमा आए, सबै कुरो उसको जीवनमा पाए नि, तब आज उसले हेर्नुहोस् त परमेश्वरको विरुद्धमा काम गर्न लाग्यो। प्रभुको उपस्थितिमा बस्न छोड्यो भने नि परमेश्वरको आवाज सुन्न छोड्छौँ। आज बुद्धि र ज्ञानको आजको सेवकाई, आजको मिनिस्ट्री, आजको चोच यस्तै भइरहेको छ, आजको अगुवाहरू यस्तै भइरहेको छ मेरो प्रियहरू। आज जिउँछ भने प्रभुमा ठिक जिउनुपर्छ। प्रभुको एउटा अगुवा, एउटा पास्टर, लिडर जो पनि होस् प्रभुको सेवकाई गर्नेहरू, आज परमेश्वरको भजन 24ले भन्छ जसको हात निष्कलङ्क हुनुपर्छ, करप्सनमा होइन, पापमा डुबेको होइन, चोरी, हत्या, बेविचार विरुद्धमा डुबेको हुनु हुँदैन मेरो प्रियहरू। आफ्नो जीवन ठिक बनाउनुपर्छ। आजको दिन हामी ढुक्कै छौँ, भइहाल्छ, अनुग्रह छ, तर मेरो प्रियहरू अनुग्रहलाई खेलवाड नगरौँ, अनुग्रहलाई नि खेलवाड नगरौँ। प्रभुको अनुग्रह छ भन्दै पापमा नडुबाउँ, आफ्नो जीवन ठिक बनाउनुहोस् मेरो प्रियहरू। संसारमा वाह होला, संसारमा तपाईँ भयङ्कर हुनुहुन्छ, तपाईँ र म संसारमा माथि होला तपाईँ, तर परमेश्वरको वचनले भन्छ एक दिन प्रभुको न्यायी आसनमा उभिनु पर्छ मेरो प्रियहरू। दाउदको जीवनमा यही भयो। जो आज दाउदलाई यति बेसी भरोसा गरे उरियाले, उसले भन्दथे कि ऊ मेरो राजा हो, उसलाई म भरोसा गर्छु, म विश्वास गर्छु, ऊ मेरो यति बेसी महाराजा जसले मलाई आजको दिनसम्म यति बेसी मलाई सहायता पुर्याएको छ, उसको लागि म मर्न परे पनि मर्छु, जिउन मार्न परे पनि मार्छु। लडाइँको मैदानमा यस्तो व्यक्ति उरिया, तर उरियालाई थाहा पनि थिएन उसको हातमा एउटा लेटर थियो। जब एउटा राजाले प्रभुको उपस्थितिलाई खोज्नु छोड्छ नि, एउटा लिडरले नि, उसलाई पाप गर्न मन लाग्छ मेरो प्रियहरू। हरेकको विरुद्धमा षड्यन्त्र रच्नु मन लाग्छ, हरेकलाई मण्डली होस् चाहे सेवाका जे पनि होस् भत्काउनु मन लाग्छ, तोड्नु मन लाग्छ क्या त। अनि हरेक कुरो प्रभुको विरुद्धमा काम गर्नु मन लाग्छ मेरो प्रियहरू। त होसियार रहनुपर्छ। अनि आज जुन उरियाले यति बेसी भरोसा गरेको राजा, जो प्रभुको डर र भयमा जिउने राजा हो भनेर उसले विश्वास गर्थ्यो, तर उसकै हातमा नि प्रमाण थियो। यो मान्छेलाई लडाइँ हुँदै गर्दा यस्तो बिचमा छोडिदिनु कि यस्तो बिचमा छोडिदिनु जहाँ त आज धेरै शत्रुहरू हुन्छ, त्यहाँ छोडेर तिमीहरू आउनु, यसलाई मारोस् भनेर। किन भन्नुहोस् त, उसले दाउदले प्रभुको उपस्थितिलाई खोज्न छोडेपछि नि उभित्र बेविचार, कामुकता, करप्सन, पापको लुचाइ, चोट ढाँट्ने कुराहरू उसको जीवनमा आयो। उसको जीवनमा पापले बास गर्यो। तब उसलाई मलाई उरियालाई मार्ने मतो बनाए, किनभने उरियाले उमाथि भरोसा गरेको थियो। मेरो प्रियहरू, तपाईँले मैले भरोसा गर्नु त येशूमा हो, जीवित परमेश्वरको वचनमा हो।
आज विश्वास योग्य काम गर्नुहुन्छ भने प्रभुले ब्लेस गर्नुहुन्छ, जिउनु हुन्न भनेलाई प्रभुले यसको सुधि लिनुहुन्छ मेरो प्रियहरू। आज हेर्नुहोस् त, एउटा प्रभुको राजा, एउटा व्यक्ति, प्रभुको आराधना गर्ने मान्छे प्रभुको उपस्थितिमा बस्न छोडेर नि आज त्यो घिनलाग्दो सङ्गतमा रहनु चाहन्छ, प्रभुको महिमादेखि बाहिर जिउन लाग्छ नि मेरो प्रियहरू, आज त्यो सेवाकाई, त्यो मिनिस्ट्री, त्यो व्यक्ति नि क्षणिक भरको लागि मात्रै हो मेरो प्रियहरू। र प्रभुको न्यायको आसनमा प्रभुको राज्य आउँदै गर्दा नि नष्ट भएर जान्छ मेरो प्रियहरू। कसरी हामी परमेश्वरको सेवाका, कसरी अगमबानी चलाउने, कसरी प्रभुको वचन वेदीबाट बोल्ने मेरो प्रियहरू, कसरी प्रभुको राज्यको काम गर्ने। आज हाम्रो जीवन पनि दाउद छै, आज हाम्रो जीवन पनि यस्तै छ भनेलाई चाहिँ जब शाऊलले प्रभुको राज्यलाई खोज्न छोड्यो, उसको जीवनमा पापको कुरा जन्मिन लागेको थियो। उसले आफै बलिदान गरे, आज प्रभुको उपस्थितिको धन शक्ति र सामर्थ्य आउँदै गर्दा विरुद्ध गरे। उसले आफ्नो पुस्तालाई नै आज मारि पठाए, गुमाइ पठाए। दाउदले पनि यही काम गरेको छ, जसले आज दाउदलाई यति बेसी भरोसा गरे, किनभने उसलाई थाहा थिएन नि त दाउदले परमेश्वरको उपस्थितिमा बस्न छोडिसकेको छ। ऊ भित्र व्यभिचार, पाप, करप्सन, चोर्नु, ढाट्नु, विरुद्धको कुराहरू, ढोङ्गी कुराहरू, मुकुण्डा ओढ्ने कुराहरू दाउदले लगाइसकेका थिए मेरो प्रियहरू। जुन दाउदले त आज भने, ओ शाऊल राजा, मलाई त्यो जरुरी छैन, त्यो हात हतियार मलाई प्रभुले दिएको जे छ त्यही भुइँत्र बोकेर लडाइँ लड्छु भन्ने मान्छे, आजको दिन ऊ आफै प्रभुको उपस्थितिमा नबस्दै गर्दा पापको कुरा जन्मियो मेरो प्रियहरू। सही कारणले गर्दा आजको दिनमा हेर्नुहोस् त, हामी संसारमा आज हाम्रो नेतृत्वमा यस्तो हुँदैछन् भने धेरैको जीवनहरू गुमिँदैछ। विश्वासमा, आत्मिक जीवनमा मान्छे मर्दै गरेका हुन्छन्। हेर्नुहोस् मेरो प्रियहरू, जब एउटा प्रभुको उपस्थितिमा बस्न छोड्छ नि थुप्रो प्लान गर्नु मनपर्छ, थुप्रो गलत प्लानहरू बनाउनु मन लाग्छ, भइरहेको सम्बन्धलाई तोड्नु मन लाग्छ, भइरहेको जीवनलाई नष्ट गर्नु मन लाग्छ मेरो प्रियहरू। सही कारणले गर्दा आजको दिनमा नि एउटा व्यक्तिले, एउटा प्रभुको अगुवाले, एउटा परिवार, एउटा जिम्मेवारी पाएको व्यक्तिले प्रभुको राज्य र धार्मिकताको कुरालाई खोज्नु छोड्छ, प्रभुको उपस्थितिदेखि बस्नु मन पर्दैन नि, तब जीवनमा पापले नि जन्म गर्भधारण गर्छ मेरो प्रियहरू। कारण दाउदले पनि आज जीवनमा यही कुरा जन्माए। दाउदले आज प्रभुको राज्यलाई खोज्न छोडे। एउटा व्यक्तिले प्रभुको किङडमलाई खोज्न छोड्छ नि, तब जीवनमा यस्तो कुराहरू आउँछ। होसियार रहनुपर्ने कुरा तपाईँ र मेरो लागि छ मेरो प्रियहरू। कहीँ न कहीँ हामी प्रभुको उपस्थितिमा बस्न किन मन लाग्दैन? जब हामी बस्दैन नि, हाम्रो जीवन, हाम्रो मुखबाट कहिले असल कुरा बोले, फोहोर कुरा, निन्दा, विरोध इत्यादि कुरा, षड्यन्त्रको कुराहरू हुन्छ मेरो प्रियहरू। यसै कारणले गर्दा आजको दिनमा नि हामीले आफैलाई निहाल्ने समय आएको छ। यसकारण बाइबलले भन्छ, टु सिक द फर्स्ट द किङडम अफ गड। जब परमेश्वरको राज्यलाई खोज्छौँ सबै कुरो थपिन्छ। तर प्रभुको राज्यलाई जब खोज्दैन नि, प्रभुको एउटा व्यक्तिले, एउटा प्रभुको जिम्मेवारी पाएको व्यक्तिले प्रभुको एउटा प्रार्थना गर्ने, प्रभुको उपस्थितिमा बस्न छोड्छ नि, तब जीवनमा त्यो मान्छेलाई नि थुप्रो पापहरू कन्सिभ हुँदै जान्छ। अनि त्यो पाप नि जन्मिन लाग्छ मेरो प्रियहरू, देखा पर्नु लाग्छ। त्यसै कारणले गर्दा आफूलाई तयारी बनाउनु पर्ने कुराहरू छ, आफूलाई ठिक बनाउने समय हो यो चाहिँ। आफूलाई ठिक प्रभुको उपस्थितिमा बस्ने समय हो मेरो प्रियहरू। हामीलाई कसैको विरुद्ध हामीबाट निस्किँदैछ भने बुझ्नुहोस्, हामी प्रभुको उपस्थितिमा बस्न सकिरहेको छैनौँ। भइरहेको कुरालाई भत्काउन खोज्दैछौँ भनेलाई चाहिँ सम्झिनुहोस्, हामी प्रभुको उपस्थितिमा बस्न नसक्ने व्यक्तिहरू हो। शाऊलमा त्यो पाप जन्मियो, दाउदमा त्यो पाप जन्मियो। यस्तो थुप्रो व्यक्ति छ। तर आज यो कुराहरू म तपाईँलाई सेयर गर्न चाहन्छु। तपाईँ सुन्नुहोस्, प्रार्थना गर्नुहोस्, पश्चाताप गर्नुहोस्, अनि सेयर गरिदिनुहोस्। हरेकले आशिष परमेश्वरको वचनमा तयारी होस्, किनभने प्रभुको समय नजिक छ। प्रभु आउँदै हुनुहुन्छ मेरो प्रियहरू, प्रभु आउँदै हुनुहुन्छ। तयारी हुनुहोस्, आफ्नो परिवारहरूलाई ठिक बनाउनुहोस्, प्रभुको उपस्थितिमा बस्नुहोस् मेरो प्रियहरू। र प्रभुले तपाईँलाई धेरै आशिष दिएको हुनुहुन्छ। जय मसीह।